छ नि ठिक छ यार त्यो बुढा आजभोलि भेटघाट छैन के हो केही छैन यार तिम्रो के छ मेरो चाहिँ बेहाल छ केही छैन मेरो झन् काम धन्दा सब चपर छ तिमीले बरु दोकान सोकान खोलेछौ कति लगान लाग्यो भन्ने मात्रै बुढो यार केही छैन दोकान सुक्को आम्दानी छैन चोक्को नि कुर्चीमा हल्लिने बस्ने यस्तै हो यार हाम्रो पनि त्यस्तै छ आजभोलि ब्याङ्कले फाइनेन्सियल गर्दैन जग्गा काम ठ्याप्प रोकेछ मान्छे महँगाइ बढेर जग्गा पनि किने छैन कोही छ भने भनौँ कि जाम्न त अस्ति मात्रै भेट भएको थियो यार एकजना यार कहाँको मान्छे हो भन्नु त ल यहीँ कालीगण्डकीमा छ यार जग्गा जाने हो जाने भए जाम्नु त ल जाम्न त ल ल जाने भए जाम ल एक सुका छैन यार यो जाम सामान भर के गर्ने यार जाम भर्खर तिमीलाई त्यही भएर हिँड भने छिरिन बुढा त मान्छे आगोले हिँड ल पैसा छैन यार केही आम्दानी छैन यार यस्तो कुरेर नि बस्छ यार दिन बुढा काम छैन यार यो जाम पसलमा पैसा फसाउनु मात्रै बस सुक्को आम्दानी छैन यार तल केही काम छैन यार के पसल खोलेर बसेर नि चढ्दै बुढो साइड लाग्ने बुढा त तपाईँ त चढ्ने भन्नु सकेन ल कहाँ गयो यार कहीँ छैन यो दलेहरूको केही विश्वास छैन दलेहरूको केही विश्वास गर्ने यार यस्तो पाराले नि हुन्छ आज बेकार दुःख मात्रै दियो पसलमा बसिरहेको मान्छेलाई हिँड जग्गा देखाउँछु भने मान्छे आउनु त्यो कहाँ गयो त्यो हेत्ते सँगै आएको कहाँ गयो मासाला यार फोन हान्न पर्यो एकचोटि हेलो बुढो त्यो कहाँ हो र ए कसलाई पठाएको साथीलाई हो अनि उसले देखाउँछ मलाई जग्गा आउँदैछ अनि कहाँ चिन्छ त नि त्यसले आहा यतै आहा खै म त यता डाँडातिर छु के आइरहेको त्यो यता बाइक त आहा एउटा आउन त म त्यसलाई वाद गर्छु है त ए दाइले जग्गा देखाउने भनेको तपाईँलाई नै हो हो मलाई होइन मेरो दाइलाई हो बस्नु न एकछिन अनि म यसो दाइलाई फोन गर्छु ल ल हेलो हेलो दाइ कता हो र ए यहाँ के एउटा जग्गा पाइएको थियो आउनु नि त लाउने भए यहाँ तल प्लटिङमा हो यार दाइ यार ए त्यो आना साना घिचार त्यहीँ हुन्छ क्या दाइ ढुक्क आउनु न ल ल अनि कतातिर हो त नि जग्गा यता हो कि यता तल कता हो त नि ए जग्गाहरू यता पनि छन् अब जाम दाइ त दाइ आइहाल्छ होइन केही भने ल जाम त नि अब हेरौँ जाम कता मनपर्छ त्यति ल यतै जाम न त तलतिर जाम ल जग्गाहरू चाहिँ यिनै हुन् के अरे हेर्नुहोस् अब तपाईँलाई कुन मनपर्छ तपाईँको दाइलाई के कस्तो लाग्छ दाइ पनि आउनु भयो नि ठ्याक्कै ए भाइ के छ खबर ठिक छ दाइ यार आराम हुन्छ एकदमै आराम तपाईँलाई नै हो जग्गा चाहियो मलाई नै हो ल जग्गाहरू यिनै हुन् के अरे हेर्नुहोस् अब सबै नयाँ प्लटिङ छ हजुर
नि भाइ कस्तो छ त नि यो जग्गा? ए ठिकै छ के दाइ हेर्नु न अब तपाईँलाई अब कस्तो लाग्छ मैले त अब यही हो यता यो सबै रहेछ के अरे होइन तिमी यतैतिरको बासिन्दा त्यही भएर के कस्तो छ भने सबै कुरा थाहा हुन्छ नि त। यहाँ मन परेन भने तपाईँलाई उता पनि छ, यता मन परेन भने उता नि छ, यो ठाउँमा छ। ल अर्को जग्गा यिनै हुन्, यो प्लटिङ 2-3 ताका जग्गा छ। तपाईँलाई अब उता मन परेन, अब यही राम्रो छ यो जग्गा पनि। यिनै जग्गा हो भाइ? यो सबै ल बुढो जग्गा चाहिँ बुढोलाई मन पऱ्यो होइन, तर त्यहाँ हामी 2-3 जना भन्दा धेरै आउनु भने फेरि पर्सेन्टमा झ्याउ हुन्छ नि त बुढो, पर्सेन्ट खानु पऱ्यो नि त। ल भइहाल्छ नि, म त्यो त हुनै दिन्न। हेलो दाइ, तपाईँ कता हुनुहुन्छ? ए अघि तपाईँले पठाएको त्यो दाइलाई जग्गा मन परेछ, ल आउनु पऱ्यो, अब यता अर्जालेको गुनामा आउनु पऱ्यो। ल छिटो आइहाल्नु है। ल के भयो त भाइ, जग्गा मन पर्यो यहाँ? ए यहाँ मन परेछ दाइ? यहाँ तपाईँ जग्गा लिने? हजुर मैले। ल भाइ भन्नु कुन जग्गा मन पर्यो त? ल जग्गा त ठिकै छ, अनि कताको मन पर्यो? दुइटै ठिकै छ। के कसो चलेछ रेटहरू यतातिर? त्यही हातको 3 छ के अरे। 3 छ है? हजुर। ए जग्गा त ठिकै छ है। अब यहाँ जग्गा धनीलाई एकचोटि भेटेर कुरा गर्न पाए हुन्थ्यो। जग्गा दैनले भन्दा नि यो मैले भन्छ हुने काम हो कि, यो तपाईँ त्यसो टेन्सन लिनु पर्दैन, यो मैले भन्छ हुने काम हो यिनीहरू त। त्यसो पैसा सैसा फस्ने काम त हुँदैन ए हुँदैन, तपाईँले बकाइदासित उस गरेर दिउँला नि, त्यसो त पैसा सैसा फस्ने काम हुँदैन यसमा। ए ल भाइ भोलि म यसलाई पहिना गरिदिन्छु होइन। अब मान्छे आइरहेछ हेर्नलाई भनिरहेको थियो भाइले। अब धेरैले मन पराएको फेरि जग्गा हो कि, सुन्नुहोस् न। भोलि गर्ने फेरि भरेसम्म अरूलाई दिने चाहिँ नहोस् है, मलाई कन्फर्म हुनु पर्यो ढुक्क हुनु न, एक रातमा केही हुन्न केही हुन्छ बुढो। त्यस्तो त हुने कुरै भएन नि। ल त्यसो भए कन्फर्म भयो होइन मेरो जग्गा है? तपाईँलाई यो जुन दुईटै जग्गा कन्फर्म भयो तपाईँलाई? ल दुईटा भन्नु, दुईटा कन्फर्म भयो। तिम्रै विश्वासमा एकदम होइन भाइ, ढुक्क हुनु न यार। त्यही भएर चाहिँ अब भोलिसम्म अब म यसलाई चाहिँ बैना गरिदिन्छु, अनि पास कहिले हुन्छ यसो मिलाएर हुन्छ ढुक्क भएर बस्नुहुन्छ। ल तपाईँकै जग्गा भयो यो, अब चाहिँ तपाईँकै नाममा गरिदियो, 100% तपाईँको भयो जग्गा यो। भोलि चाहिँ 10 बजीतिर आउनु, बैना छैन गर्ने। ल भाइ म लागे हुन्छ होइन? लाग्नु जान्छ त? म जान्छु के अरे, मलाई हतार पनि छ, तर काम थियो, पैसाको पनि त म्यानेज गर्नु पर्यो नि होइन? कतिले भेट्नु छ त? ब्याङ्कबाट झिक्नुपर्छ के अरे, ब्याङ्क खोलेपछि। ल 10 बजीतिर कारबार गरौँला नि। हुन्छ ओके है त, तपाईँको भयो जग्गा? ल ओके म ढुक्छु है। ल जान्छु है? ल बस है। ल दाइ, अब बहिना जसै भोलि हुने भयो के अरे होइन, अब पार्टी होला नि त दाइ यार। ए भाइ यार, पार्टी दाइ छ के, दाइ भएपछि पार्टीको चिन्तै नगर न, बरु के कहाँ जाने के गर्ने सोच। अब भोलि अब लगभग 10 लाख जति बैना दियो भने तिमीले अब यो कुरा कसैले भन्नुहुन्न यहाँ होइन, प्लटिङ गरेको गुन्डाहरू हुन्छ नि यहाँ होइन। अब हामीलाई अब 1-1 जति छुट्याएर आज मेरो नामबाट पार्टी, केटाहरूलाई 1-1 लाख छुट्याएर अब काम गर्नुपर्छ। त्यो चाहिँ तिमीले ल्याएको मान्छे हो होइन, मान्छे ल्याएको बेला त्यसलाई फुत्कन कुरो गर्नु भएन। ल भाइ आज बैना हुने नै भयो भोलि होइन, आज मेरो नामबाट पार्टी जाम। ल लेखतिर ल भाइ त, ल आज रमाइलो चाहिँ गर्नुपर्छ दाजु। ल रमाइलो गर्नुपर्छ। को यहाँ जग्गा देखाएको? म भाइ खै हामीले पर्सेन्टेज केही छैन। के भयो ब्रो? हामीले गरेको यो प्लटिङ। के भाइ तिमीले दादागिरी देखाउनु लाग्यो? हामी डर्ने हो यहाँको, दादागिरी देखाउनु लाग्यो? डर्ने हो हामी यहाँको। यो प्लटिङ गरेको त हामीले हो नि त, के भयो नि? हामीलाई नि पर्सेन्ट चाहियो नि त। तिम्रो दलले भएर हामीले केही नदिने, यो प्लटिङ त हाम्रो हो, यो एरिया मेरो हो, कहाँले चाहिँ सबै हाम्रो हो नि। यो हाम्रो यहाँ ठाउँमा लिएछ हामीले भनेर हुन्छ त्यस्तो भन्यो भन्नै पर्यो नि, अब यो त हाम्रो एरिया हो। कहाँ त्यस्तो हुन्छ? हामीलाई नि पर्सेन्ट चाहियो, भइसक्यो हामी दिन माग न यो दिनमा हामी आज बेलुका मान्छे काट्नु। दाइ हिजोको काण्ड सुनाइदिनु त के भयो थियो? हिजो नि यहाँ यसरी नै तिम्रो जस्तो फुच्चीहरू जग्गा देखाउन आएको थियो, तिनीहरूको नि टाउको काटेर उतै गाडेको छु, तिम्रो नि काट्नु परेको। ए यस्तो कुरा नगर्नु यार, मिल्ने हो कि के गर्ने हो? होइन मिलिन्छ के दाइ ढुक्क हुनु होइन। अब हामी म कुरा गर्छु होइन, यो भाइ जङ्गेको मन परेन है भाइ मलाई। ठिक त म सम्झाउँछु नि त, केही भएन, हामी अब मिल्ने हो होइन, कति पर्सेन्ट खाने होइन। अब आएको बाटो चाहिँ 1-1% सबैले खान्ला नि त, किन टेन्सन गर्यो? सबै मिलिजुली यो प्लटिङ मेरो हो, मैले गरेको यो प्लटिङ हामीले गरेको यहाँको चाहिँ।
1% हुन्न हामीलाई। त्यो मिलाउला नि ल त्यो केही छैन ठिकै छ। अहिले नजङ्गिनु न ल, ल, मिलिहाल्छ नि दाइ ल बुढो होइन भोलि चाहिँ बैना भइहाल्छ अहिले चेक काटेर देऊ नि त उसलाई दाइ हजुरलाई 50 जति कतिको चेक दिँदैन नि त्यसको अब तिमीहरूसँग 1 लाख छैन होला अहिले 50 जति दे अरू पछि मिलाउँदा नि भोलि हुन्छ नि त 50,000 को चाहिँ काटिदिन्छु ल है त ल दाइ त्यो चेक राख्नु भोलि पर्सि चाहिँ बेलुका बैना भएपछि तपाईँको पर्सेन्ट फेरि छुट्याइदिनु नि त यति चाहिँ अहिले राख्नु पर्सेन्ट होइन भाइ अरू मान्छेहरू नै आयो भने पहिला पर्मिसन चाहिँ हाम्रो लिनुपर्छ भाइ होइन यो प्लटिङ चाहिँ हाम्रो अहिले 2टा मात्र गरिस् तिमीहरूले अरू चाहिँ हाम्रो पर्मिसन नलिई पाउनुहोस् तिमीहरूले ल ल भइहाल्छ नि दाइ ल दाइ ल ल चल ल ब्रो है 10 बजिसक्यो खै त तिम्रो हिजोको मान्छे आउने खै आउँछु भन्थ्यो के अरे त्यस्तो आउँछ भने भाइ खुर्को फोन गरेर त्यहाँ फोन हानिहालौँ न फोन गरेर त ल हिजो अब डिल भइसकेर गइसक्यो अब फोन त हान्न पर्यो। हेलो दाइ कता हो र अनि के हो त नि आज त खै बैना लाउने यहाँ केटाहरू आएर बसिसक्यो यहाँ 10 बज्यो यहाँ आउँ भनेर थर्काइराख त के भयो नलिने हो अर्को लिने रे कहाँ हो र अर्को लिइसक्यो रे यार के रे अर्को लिएर हुन्छ कहाँ हुन्छ त्यस्तो हिजो डिल भइसक्यो हिजो गरेको है अब के गर्नु त नि बुढो अब लिइसक्यो त मैले के हुँदैन 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 त मान्छेले तुरुन्तै यहाँ बोलाएर यो जग्गा लिने पर्छ त्यसले हिजो हामीले त्यत्रो पार्टी खाइयो त्यत्रो पार्टीहरूलाई पनि पैसा दियो 50,000 तपाईँको अगाडि कहाँ त्यस्तो गरेर हुन्छ 50,000 दियो त्यो कुरुका हुन्न त्यसलाई यहाँ तुरुन्त बोलाउनु पर्यो यहाँ के अन्त ल भन्नु त हुँदैन हुँदैन त्यसलाई यहाँ बोलाउनु पर्यो तुरुन्तै त्यसलाई यहाँ जग्गा लिन तुरुन्तै अहिले बोलाउनु पर्यो यहाँ त्यस्तो अर्को पार्टी अर्को लियो हुँदैन त्यो त्यसले अर्को लिइसक्यो अब मैले के भन्ने ल हुँदैन 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 त्यस्तो त्यस्तो हुँदै हुँदैन त्यो हुँदै हुँदैन ल त्यो हुँदै हुँदैन हिजै भन्नुपर्छ फोन हानिरहेको छु नभए तपाईँले फोन हानेर कुरा गर्नु होइन हुँदैन तपाईँको मान्छे तपाईँको विश्वासमा काम गरेको हिजो उहाँ पार्टीलाई नि 50,000 तिर्यो उहाँ खाएको नि तिर्यो त्यो पैसा खोइ कसले दिन्छ त्यो पैसा खै अब त्यो मान्छेले फोन चाहिँ उठायो अब त्यो लिइसक्यो भने चाहिँ मैले के भन्ने हुँदैन तिमी आफै फोन त्यो काम बिल्कुल हुँदैन त्यस्तो दोहोरो कुरो हुँदैन मेरो हिजो खाएको त्यहाँ तिरेको पैसा 1 लाख रुपियाँ छ मलाई तुरुन्त चाहिन्छ 1 लाख रुपियाँ नराम्रो हुन्छ फेरि दाइसित फेरि सधैँको व्यवहार हो नि दाइसित नि ल ल के छ बाबु? म गएर ल्याउँछु नि त त्यहाँ खुर्को गरेर ल्याइहाल्ने म हामी यही ठाउँमा आउँछौँ 1 लाख खर्च भइसक्यो दाइको यहाँ छिटो यहीँ आउनु फेरि हेर भाइ त्यसले 1 लाख रुपियाँ डुबाइदियो मेरो दाइको हेर अब के गर्ने रात पनि परिसक्यो हेर भाइ समाएन त्यो यहाँ घर जाम त्यसलाई भोलिबाट धुमधाम खोजौँला है भोलि कहाँ हुन्छ के हुन्छ भोलिको जसरी भन्ने खोज्नु पर्छ दाइ ओ दाइ ओ दाइ ओ दाइ ओ दाइ के भयो ओ दाइ उड्नु न दाइ ओ दाइ उड्नु न पानी पानी ओ दाइ उड्नु न दाइ दाइ पानी 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 के हो दाइ किन ढल्नु भएको उड्नु न दाइ उड्नु ए त्यसले मेरो पैसा डुबायो 1 लाख रुपियाँ त्यसलाई जानेछु नि त दाइ म भोलि जहाँ जताबाट होइन खोज्ने दाइ ए बाबु डुबायो त्यसले पैसा डुबायो जिन्दगीमा काम गर्दिनँ अब यस्तो दले काम भयो पुग्यो मलाई ढुक्क बस्नु दाइ ढुक्क भोलि अब त्यसलाई जसरी भयो नि त्यसलाई अब खोजेर ल्याउनु पर्छ दाइ उड्नु अब त्यस्तो नहुनु उड्नु जाम भाइ जाम ए हिँड्नु